हेलो गुड मर्निङ अल अफ यु। हामी चाहिँ आज दिवाली खानाको लागि जान लागेका छौँ माथि वनतिर। अनि हामी चाहिँ अब जान लागेका छौँ। गाइजहरू हेर्न सक्नुहुन्छ भाडा, अनि भाडा हेर्न सक्नुहुन्छ, कराई अनि खुकुरी, चिम्टा अनि लोरी पिर्काहरू छन्। हामी चाहिँ अब हिँडिसक्यौँ। गाइसहरू हेर्न सक्नुहुन्छ, मैले डोका बोकेको छु, हेर्न सक्नुहुन्छ। हाम्रो दिदी चाहिँ अगाडि भाडा बोकेर गइराख्नु भएको छ। यो चाहिँ दाइको छोरी अनि म चाहिँ पछि नै छु। पारेको चाहिँ हेर्न सक्नुहुन्छ होलेरी बजार, अनि तल स्केटिङ पार्क, अनि हेर्न सक्नुहुन्छ होलेरी बजारको नजारा। यो चाहिँ माथिको डाँडा हो पुग्ने, उठो देखिरहेको डाँडा भन्दा पनि माथि हो। गाइजहरू हेर्न सक्नुहुन्छ, यताउता वनहरू अनि अगाडि हिँडिरहनु भएको छ दिदीहरू। हामी चाहिँ उयो बाटोबाट माथि डाँडामा पुग्ने हो। गाइजहरू हेर्न सक्नुहुन्छ। दादा हाम्रो बुटकाजी आइराख्नु भएको छ। बुटकाजीले के लिएर आउनुभयो? बुटकाजी भन न, के लिएर आउनु? बुटकाजी भन्नुहोस् के? ए पानी हो। हिँड्नुहोस् बुटकाजी। हामी चाहिँ अब उकालोतिर लाग्यौँ। हेर्न सक्नुहुन्छ यति ठाडो उकालो छ, माथि पुग्ने हो। हामी चाहिँ हेर्न सक्नुहुन्छ। म चाहिँ भारी बोकेर बाटोतिर लागिरहेको छु, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ केटातीहरूले काफल टिप्न लागेका छन्। यो मेरो दाइको छोरी, उता चाहिँ मेरो दिदी, उता चाहिँ बुटकाजीले कति टिप्नु, बाटकाजीले चाहिँ यति धेरै टिप्नु भएको छ। बाटिकाजीले कस्तो बाटिकाले मलाई चाहिँ काफल दिनुभएको छ, म चाहिँ खान्छु। फाइनली आइपुग्यौँ। हेर्न सक्नुहुन्छ मसँग मेरो भान्जा छन्, अनि अरू चाहिँ तल खाना बनाउन तयारी गरिराख्नु भएको छ। हेर्न सक्नुहुन्छ मेरो पसिनाले म पुरै भिजेको छु। सक्नुहुन्छ यो कसले टिप्या हो? ए तिमीले कति टिप्याउ नानी? तिमीले नि? तिमीले? ए अनि तिमीले कति टिप्यो? तिमीले टिप्नाउने? अनि यता चाहिँ मलाई ऐसेलु टिपेर दिए नानीहरूले। यो चाहिँ मेरो दाइको छोरी, यो पनि मेरो दाइको छोरी, यो चाहिँ मेरो ठुलोबाबाको छोरी, अनि यो चाहिँ मेरो दिदीको छोरा भान्जा। म चाहिँ यता बसेर हेरिरहेको छु। मामाहरू चाहिँ तल हुनुहुन्छ, मामा माइजू, माइलो मामा, कान्छो मामा, माइजू, जेठी माइजू। अनि यता चाहिँ रोटी बनाउन सुस्ता गर्नुभएको छ। त्यो चाहिँ जेठी माइजू, त्यो चाहिँ दिदी। यता चाहिँ यता छेउमा बसेको जेठी माइजू, अनि माथि चाहिँ नानीको छेउमा बसेको माइली, त्यहाँ बसेको जेठी, अनि कान्छो मामा, हामी चाहिँ यहाँ हेलिप्याडमा बसिरहेका छौँ। मलाई बाटिका बहिनीले अघि नैबाट
सेलुली दिएर मलाई सम्मान गर्नु भएको छ। नानी तिम्रो नाम के रे? अनि तिम्रो नाम? तिम्रो? अनि यता बाबुको भन्छाको? ए अनि यता तिम्रो नि? अनि उयो बाबुको? ए हजुरको शुभ नाम के हो? तृष्णा के? ए तृष्णा नेपाली। होलेरीको हेलिप्याड हेर्न सक्नुहुन्छ। होलेरीको हेलिप्याड। अनि अरू चाहिँ सबै तल हुन्छ। कसैले रोटी हालिराख्नु भएको छ, कसैले पूजाको तयारी गर्दै हुनुहुन्छ। हामीहरू चाहिँ यहाँ खेलिरहेका छौँ। त्यहाँ हेर्न सक्नुहुन्छ मामाहरूले यहाँ रुखको अगाडि कुखुरा काटेर मन्दाहरू राख्नु भएको छ। हेर्न सक्नुहुन्छ उता चाहिँ जसपुर, होलेरीको जसपुर, उता चाहिँ माथि गढी लेक छ। गाईहरू हेर्न सक्नुहुन्छ। अनि उता पारि चाहिँ होलेरी बजार। अनि म चाहिँ अहिले होलेरीको गढी लेकमा हेलो अहिले चाहिँ म हेलिप्याडमा छु। हेर्न सक्नुहुन्छ हेलिप्याड, होलेरीको हेलिप्याड। अनि हामी चाहिँ अब दिवालीको प्रसाद खान गइरहेका छौँ। किन लुक्सी हो बहिनी? यता शिशिर मेरो दाइको छोरा यता हेर्नु। हामी चाहिँ अब खाना लगाइसकेका छौँ। चियापत्तीका खाइरहेको छ। अनि यता चाहिँ दिदीले पनि खाइरहेको छ। नानीले मान्छेले रोटी पुऱ्याइदिनु भएको छ। अनि यता शिशिरले पनि खाइरहेको छ। अनि यता तल दाइहरूले पनि खाइरहनु भएको छ। दाइ भतिजीहरूले। अनि हामी चाहिँ अब खाएर बसिरहेका छौँ। मान्छेहरूले चाहिँ खाइराख्नु भएको छ। म त्यो भिडियो चाहिँ अब देखाउँछु हजुरहरूको। यता चाहिँ हाम्रो मान्छेले खाइराख्नु भएको छ। अनि हामी चाहिँ अब दिवाली खाएर जान लागेको गाइसहरू हेर्न सक्नुहुन्छ। मान्छेहरू अगाडि गइसक्नु भएको छ। म चाहिँ पछि छु। अगाडि माग्छु, हाम्रो घरमै छु। अगाडिको ठुलो माग्छु। तल बाटोमा हेर्न सक्नुहुन्छ अरूहरू हाम्रो मामा माग्छु, ठुली आमाहरू। राम्रै भएको छ, हिँड्नुहोस्। आउनुहोस् कि मामाको अहिले मलाई उसमा पठाइदिनुहोस् है फेसबुकमा। हाम्रो दिवाली चाहिँ सकिसक्यो। अनि म घर आएर बसिरहेको छु। अनि
आजको दिन हाम्रो लागि धेरै रमाइलो भयो अनि सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला। आजको लागि बाई बाई।